दर्शकबिन नमस्कार। यति बेला तपाईँ हेरिराख्नु भएको छ खुश टेलिभिजन न्यूज। सत्यको पक्षमा जनताको आवाजका लागि हामी सधैँ लागिरहेका हुन्छौँ, कहिले दुःख कहिले सुख। गाउँघरमा घटिएका घटनाहरू र गाउँघरका मनोरञ्जनहरू, समाचारहरू जस्तोको त्यस्तै सत्यको पक्षमा जनताको आवाजका लागि हामी खुश टेलिभिजनबाट प्रसारण गर्ने गरिरहेका हुन्छौँ। आज भने दाङ जिल्लामा जन्मिनुभएका दुवै भाइ खत्री परिवार प्रवास भारतमा कर्मथलो गर्दै र समाजसेवा गर्दै आफ्नो गाउँघरको संस्कृति, नेपालको संस्कृति परम्परा भुल्नु हुँदैन भनेर चाहिँ उहाँले चाहिँ प्रवास भारतमै बाँसुरी र हार्मोनियमको धुन तपाईँले चाहिँ ब्याकग्राउन्डमा सुनिराख्नु भएको छ। त्यही विषयमा हामी चाहिँ चर्चा गर्ने गरिरहेका छौँ। दर्शकवृन्द, हामीले उहाँको वास्तविक यो धुन कहाँबाट प्राप्त गर्यौँ भन्दा समाजसेवा गर्ने क्रममा उहाँ पनि प्रवास भारतमा समाजसेवा गर्दै आउनुभएको र म पनि यो खुश टेलिभिजनको पत्रकारिता गर्दै गर्दा उहाँको र मेरो भेट भएको थियो। भेट भइसकेपछि उहाँले भन्नुभयो म चाहिँ एउटा बाँसुरी वादक हो र मेरो पनि केही चर्चा राखिदिनु पर्यो भने चाहिँ उहाँले भन्नुभएको थियो। र त्यो चर्चा खासै गरी उहाँले यो बाँसुरी र हार्मोनियमको जो आवाज छ तपाईँहरू माझ नपुर्याएको हुनसक्छ जहाँसम्म मलाई लाग्छ। त्यसै कारणले यो आवाजलाई पुर्याउनको लागि हामी संसारभरि पुर्याउने हाम्रो खुश टेलिभिजन न्युजको मार्फत हामी तपाईँहरू माझ पुर्याउने गरेका हुन्छौँ। खास गरी यो धुनले खासै भन्नुपर्दा ठाउँ नपाएको जस्तो हामीलाई लाग्यो, महसुस भयो। र मैले उहाँलाई के आग्रह गरेको थिएँ भने प्रवास भारतमा भए तापनि तपाईँको चाहिँ आवाज, नेपालको धुन तपाईँले भुल्नुभएको छैन। नेपाली जनताहरूको हक अधिकारको लागि चाहिने आवाज, हामीलाई यो बाँसुरीको धुन चाहिन्छ। र त्यसैले गर्दा तपाईँको आवाज खास गरी राष्ट्रिय लोक तथा लोकगीत प्रतिष्ठान नेपाल भारत शाखा चण्डीगढ मै भएको हैसियतले गर्दा मैले उहाँलाई के भनेको थिएँ भने म पनि राष्ट्रिय लोकगीत प्रतिष्ठानको चाहिँ कोषाध्यक्ष हो र हाम्रो अध्यक्ष श्री ललित गिरिजी हुनुहुन्छ। हाम्रो अध्यक्षजीसम्म चाहिँ यो आवाजलाई म राख्छु भने चाहिँ भनेको थिएँ। मैले उहाँलाई अध्यक्षजीलाई पनि राखेँ र उहाँले पनि भन्नुभयो ठिक छ, उहाँलाई चाहिँ एकचोटि हामीसँग सम्पर्कमा आउने भन्नुहोला भन्नुभएको थियो। खास गरी यो आवाजले ठाउँ पाउँछ कि भन्ने चाहिँ हाम्रो प्रतिबद्धता हो। किनभने अब उहाँले यत्रो प्रवासमा भए तापनि आफ्नो कला संस्कृतिलाई भुल्नु भएको छैन, गुनगुनाइ राख्नु भएको छ बाँसुरी र हार्मोनियममा। त्यसै कारणले उहाँलाई म आफ्नै मनैदेखि हृदयदेखि धन्यवाद दिन चाहन्छु आफ्नो कला संस्कृति जगेर्ना गर्नुभएकोमा। साँच्चीकै उहाँको आवाजले चाहिँ ठाउँ नपाएको हुनसक्छ र एकदमै ठाउँ पाउने छ भन्न चाहन्छु यही टेलिभिजनबाट। तपाईँले चाहिँ कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। अब यो धुन पुरा सुन्नुहोला। यदि हाम्रो यो खुश टेलिभिजनमा नयाँ हुनुहुन्छ भने कृपया लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु होला सबैभन्दा पहिलो भिडियो पाउनुको लागि। त्यो भएको कारणले अब लाग्यौँ हामी धुनतर्फ। उहाँको धुन कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन होला भन्न चाहन्छु। अब पुरा भिडियो हेर्नुहोस् है त उहाँको धुन।